यो साथी हो बजारमा नयाँ माल आयो जस्तो छ नि यार जाने हो कहाँ जाने अब बस म पुऱ्याइदिन्छु ती अगाडि रहेका स्त्री भोगीहरूले त्यो भोगाका बुवासोहरूले तिमीलाई यो रातमा एक्लै भेट्यो भने जिउँदा छाड्दैनन् अब बस विश्वास गर आफ्नै दाजु सम्झ नयाँ माल आएछ नयाँ माल नछोड केटा नछोड दाइ मेरो घर यहीँ हो मलाई यहीँ रोकिदिनुहोस् भन तिमी यति राति कहाँ गएर आउँदै थियौ ट्युसन गरेर आएको दाइ छोरी मान्छे भएर अर्कै सुरक्षित भएर हिँड्न सिक्नुपर्छ अपराधीहरूको कमी छैन यौनको प्यासी भोगी बुवासा गिद्दाहरूको कमी छैन अनि यतिका राति तिमी त्यो सहरमा त्यो बजारमा त्यो चोकमा एक्लै एक्लै यसरी हिँडेपछि त्यस्ता बुवासाहरूलाई तिमीलाई छोड्छन् साना साना बालबालिकाहरूलाई त छोडेका छैनन् तिमी त्यति ठुली भइसक्यौ यतिका पढी लेखेका छौ अब त तिमीले बुझ्नुपर्छ अर्कै सुरक्षित भएर हिँड्न सिक तिमीले भोलिदेखि आजैदेखि सिक पर्दैन परिसकेपछि यहाँ सरकारले पनि केही गर्न सक्दैन प्रहरी प्रशासनले पनि केही गर्न सक्दैन धन्यवाद दाइ आज तपाईँले मलाई ठुलो दशाबाट जोगाइदिनु भयो उठा उठा भयो आजदेखि यस्तो नगर्नु जाऊ म जान्छु